आज चाहिँ म हजुरलाई लाइक कसरी पढ्ने के गरेर पढ्ने स्ट्राटेजी फर हाइकर मेन्टर न्यू प्लस ओल्ड ड्रपर्सहरूको लागि हो त ल। अनि यो चाहिँ किन बनाएको भन्दाखेरि नि धेरै विद्यार्थीहरू कन्फ्युज भयो क्या। अनि कतिजना त मेरो कोर्स भएको छैन, कतिजनालाई अब भन्दा अब कोर्स यत्रो धेरै छ, अब कसरी सकाउने भन्ने स्ट्रेस हुनुहुन्छ है। त्यसको एउटा मात्र सोल्युसन छ कि हाइकर मेन्टर है। हाइकर मेन्टरको स्ट्राटेजीहरू लिएर पढ्नु भने मजाले सकिन्छ। मजाले स्ट्राटेजी सबै कुरा गाइडेन्स हुन्छ प्रपरली है त। अब सबभन्दा सुरुमा हाइकर मेन्टरको के हो त सबै कुरा बुझौँ। आज असारको 32 रहेको छ होइन। आज असारको 32 गते भइसकेको छ। भोलिदेखि हजुरले हामीसँग वान सर्ट प्लस पिवाइक्युएस स्टार्ट गर्नेवाला हुनुहुन्छ है। वान सर्ट प्लस पिवाइक्युएस स्टार्ट गर्नेवाला हुनुहुन्छ। अब दाइ यो कसरी पढ्ने, यो चाहिँ हजुरले रेकर्डेड फर्ममा पाउनुहुन्छ है। रेकर्डेड फर्ममा पाउनुहुन्छ यो सबै कुरा चाहिँ, बुझ्नुभयो। अब दादा कसरी पढ्ने भनेर चाहिँ यहाँ हेर्नु, एउटा यस्तो सेड्युल्स हुन्छ हजुरको। 27 डेजको अल्टिमेट च्यालेन्ज हुन्छ। 27 डेजमा हजुरको सबै सकिन्छ है, बुझ्नुभयो। होल सबै सकिन्छ 27 डेजमा। 27 डेज इज योर अल्टिमेट च्यालेन्ज। अब यसमा के हुन्छ म हजुरलाई भन्छु है। रिभिजन रुटिनमा बिहान हजुर उठ्नु होला, ब्रेक स्ट्रेक होइन, 5:30 देखि 5:30सम्म हुन्छ ब्रेक। त्यस पछाडि जियोलोजीको रिभिजन गर्नु जुन सब्जेक्ट छ। जस्तै अब यहाँ हेर्नु, यो चाहिँ डे 1 छ 27 डेजको। जियोलोजीको कुन छ, एनिमल टिस्यु। एनिमल टिस्युको रिभिजन भन्नाले एनिमल टिस्युको गएर हजुरले अब के हेर्नु पऱ्यो, हाइकेयरकोबाट के हेर्नु पऱ्यो, वान सर्ट हेर्नु पऱ्यो है। अनि त्यस पछाडि अर्को के पनि छ, पिवाइक्युएस प्र्याक्टिस टाइम। पिवाइक्युएस प्र्याक्टिस टाइम भन्नाले हाइकेयरको पिवाइक्युएस पनि हेर्नु पऱ्यो, दुइटै हेर्नु पऱ्यो। के को, डे 1 मा एनिमल टिस्यु है। अब फिजिक्सको रिभिजन छ 7:30 to 9। फिजिक्स कहाँ छ, फिजिक्स यहाँ छ। फिजिक्सको कुन सब्जेक्ट छ, क्याथोड रे, फोटो इलेक्ट्रिक, एक्सरे। अब क्याथोड रेको हजुरले गएर वान सर्ट हेर्नु पऱ्यो, अनि पिवाइक्युएस पनि गर्नु पऱ्यो, फोटो इलेक्ट्रिक पनि सेम गर्नु पऱ्यो, एक्सरेको पनि सेम गर्नु पऱ्यो है। 9 देखि 10सम्म हजुरको ब्रेक छ, खानासाना खानु यता गर्नु होइन। 10 देखि 12 बजे केमिस्ट्रीको सेम कुरा। केमिस्ट्रीको कुन छ यहाँ, मोल कन्सेप्ट, सम बेसिक प्रिन्सिपल, प्युरिफिकेसन। तिनटै च्याप्टर हजुरले भ्याउनु पऱ्यो है। 12 to 12:30 सर्ट ब्रेक, जेसुकै गर्नु होइन। अब हजुरलाई चाहिँ ठिक लाग्छ त्यही गर्नु। 12:30 to 2 PM चाहिँ बोटनीको रिभिजन छ। बोटनीको कुन च्याप्टर छ यहाँ हेर, अब सेल बायोलोजी, सेल डिभिजन। हजुरले यसको वान सर्ट हेर्नु पऱ्यो, त्यहाँदेखि पिवाइक्युएस पनि हेर्नु पऱ्यो है त। अनि फेरि 2 to 3 PM ब्रेक छ, खाजाहरू यताउति खानु होला होइन। 3 to 5 PM फिजिक्स रिभिजन प्लस क्वाड सेसन। क्वाड सेसन चाहिँ होइन ल, फिजिक्सको रिभिजन गर्नु होला। फेरि अब फोटो इलेक्ट्रिक, एक्सरे अब एकैतालि झट्का आँदै भ्याउन सक्नु हुँदैन त हजुरले, पुरै सबै त हेर्न सक्नु हुँदैन। अब फिजिक्सको यहाँ अब फोटो इलेक्ट्रिक कुनै अरू गर्नु होला होइन। अनि 5 to 6 PM म्याथ लेक्चर्स, म्याथ टेस्ट प्लस लेक्चर्स, बुझ्नुभयो। अब म्याथको यहाँ 20 क्वेसन विथ हाइकर मेन्टर सोल्युसन भन्ने छ होइन। यो चाहिँ होइन। अब म्याथको चाहिँ हाइकर मेन्टरले जुन अपडेट गर्छ जुन दिन होइन, त्यही हेर्नुपर्छ। दादा अब हामीलाई कसरी थाहा हुन्छ कुन अपडेट गर्यो भनेर, हाम्रो मेसेन्जर ग्रुप होइन, वाट्सएप ग्रुप, त्यस पछाडि टेलिग्राम ग्रुप, जो जहाँ हुनुहुन्छ यो सबै ग्रुपमा हुनुहुन्छ कोही न कोही होइन। यो जहाँ जो हुनुहुन्छ त्यसमा हजुरलाई हाइकर मेन्टरले बिहानै भनिदिएको हुन्छ म्याथको यो लेक्चर अपडेट भएको छ भनेर। अब दादा यो वान सर्ट कहाँबाट हेर्ने, हाम्रो फेसबुक ग्रुप छ है, सबैलाई थाहा छ होला। त्यहाँ एउटा गाइड भन्ने अप्सन छ होला, यो चाहिँ हजुरको फेसबुकबाट मात्र ओपन हुन्छ है, फेसबुकबाट मात्र ओपन हुन्छ। फेसबुक लाइटबाट हुँदैन ल, फेसबुक लाइटबाट हुँदैन। जसले जे पनि गर्नु छ फेसबुकबाट खोल्नु होला, त्यहाँबाट हेर्न सकिन्छ ल। त्यस्तै गऱ्यो डे 2 पनि त्यसरी नै पढ्ने है। अब केमिस्ट्रीको छ, केमिस्ट्रीको फेरि गर्ने। अब केमिस्ट्रीको मोल कन्सेप्ट, बेसिक प्रिन्सिपल, प्युरिफिकेसन छ, सबै छ, पढ्नु पऱ्यो सबै है। अब 7 to 8 PM खाना खानु, मोबाइल हेर्नु होइन। 8 to 10 PM रिभिजन अफ द डे स्टार्ट बिफोर भन्नाले अब यो त डे 1 अब स्टार्ट भयो नि त होइन। अब डे 2 मा जानु होइन, डे 2 मा गएपछि डे 1 को फेरि पढ्ने हजुरले ल।
पढ्नु पर्यो डे 1को जे चाहिँ कुराहरू त यो सबै हजुरले त पढ्नु पर्यो डे 1मा। अब रिभिजन पनि गर्नु पऱ्यो नि त। त्यो चाहिँ अब 8:30 to 10 PM रिभिजन गर्ने। 10 to 11 अब दिनभरि के पढ्नु भयो त? बिहानभरि यत्रो पढ्यो होइन, बिहानभरि पढिसकेको कुरालाई सर्टमा रिभिजन गर्ने है। त्यत्रो PYQSहरू हेर्नुभयो, के थियो क्वेसन्सहरू याद गर्नुभयो, सबै कुरा हेर्नुभयो होइन। अब दादा यो त लेख्दै पढ्ने कि लेख्दै पढ्यो भने त मेरो त दिन बित्छ होइन। हजुरको डाउट यो पनि थियो कतिजनाको। अब यसलाई कसरी गर्ने त यो डाउटलाई भन्छौँ भने हाइकेडमिन्टाले सबको PDF एक दिन अगाडि नै प्रोभाइड गरेको हुन्छ। PDFवाला ड्राइभमा होइन, ड्राइभमा प्रोभाइड गरेको हुन्छ। त्यो ड्राइभमा जाने, त्यसलाई डाउनलोड है, डाउनलोड गर्ने, बुझ्नुभयो? डाउनलोड गर्ने, प्रिन्ट गराउने। अब जाँदा प्रिन्टमा एकदम धेरै पैसा खर्च हुने भयो। पैसाको कुरा होइन नि त, यहाँ त नाम निकाल्नु छ नि त नानु बाबुहरू। नाम निकालिनु भने त पैसा त केही नै होइन नि, नाम निक्ल्यो भने त निक्ल्यो त होइन। 27 डेजमा यत्तिकै सकिन्छ त तिम्रो होल सिलेबस, जुन चाहिँ तिमीले लाएर 2 वर्ष पढेको छौ, 2 इयर्स लाएर तिमीले पढेनौ 11 र 12, त्यो सबै कुरा त अब तिमीलाई 27 डेजमा कभर गर्नु छ नि त। सकिन्छ त अब पढ्नु पऱ्यो त्यसरी। प्रिन्ट गराएर लिएर आउने, जाने प्रिन्ट गराउने, प्रिन्ट गराएर लिएर आएपछि त्यसको 1 सर्ट प्लस PYQS हेर्ने, बुझ्नुभयो? प्रिन्टमा बढी पैसा खर्च भयो भने लोभ नगर, पछि नाम निक्ले चाहिँ आफै थ्याङ्क यू भन्न थाल्छु मलाई है। कसरी पढ्ने बुझौ? अब दादा यो त अब डेली पढ्नुपर्छ, डेली होइन ल। यो चाहिँ तिमीले सन्डेदेखि है थर्सडेसम्म फलोअप गर्ने ल। सन्डेदेखि थर्सडेसम्म फलोअप गर्ने, यो सेम रुटिन बुझौ? सेम रुटिन यहाँ डे 1, डे 2, डे 3, डे 4, डे 5 भनेर डे 6सम्म फलोअप, त्यसरी फलोअप गर्ने है। सन्डेदेखि थर्सडेसम्म। फ्राइडे किन फलोअप नगर्ने भन्दाखेरि नि यहाँ लेखेको छ, हेर माथि पनि रुलमा पनि लेखेको छ, एभ्री फ्राइडे होल डे टु रिभिजन अफ द होल विक, बुझौ? होल विकमा जे चाहिँ पढौँ नि सबै कुराको रिभिजन गर्ने फ्राइडे, बुझौ? फ्राइडे रिभिजन अफ होल विक। यहाँ कतिजनाको डाउट होला, वान सर्ट त हो जाबो होइन, यसमा त कति नै कुरा एक्सप्लेन गरेको होला र थोरै थोरै त होला नि। हाइकेको स्टुडेन्टलाई त थाहा छ कति कुरा एक्सप्लेन गरेको हुन्छ भनेर होइन। अब बाहिरको स्टुडेन्टलाई थाहा हुँदैन होइन, उहाँहरूले डाउट गर्नुहुन्छ। जति हजुरले मेन लेक्चरमा पढ्नुभएको हुन्छ नि त्यही सेम कुरा यहाँ पनि हुन्छ क्या, सबै कुरा आउँछ, सबै कुरा आउँछ ल। रिग्रेट एक रत्ती हुँदैन हजुरलाई, सबैजना बेस्ट हुनुहुन्छ। 1000मा 999, 1000 पनि होइन 999मा यति कुरा पाउनु भनेको एकदमै धेरै हो, एकदमै राम्रो हो ल। यहाँ कति धेरै कुरा पाइन्छ होला थाहा पनि छैन। नोट भयो, सर्ट नोट भयो, फुल नोट भयो होइन। अब त्यस पछाडि हजुरको यो 1 महिनामा कम्प्लिट भयो भनेपछि श्रावणमा कम्प्लिट हुनुभयो होइन। 31सम्म सबै कोर्स कम्प्लिट हुनुभयो 27 डेजको, फ्राइडे र सटरडेलाई छोडेर होइन, कम्प्लिट अप हुनुभयो, बुझौ? अब भाद्रदेखि कसै कम्प्लिट अप भएन भने भाद्रको 2-3 गतेसम्म कम्प्लिट गर्ने है, जसरी पनि यतिकै त्यो हावापाराले बस्ने होइन। भाद्रदेखि हाम्रो अब के स्टार्ट हुन्छ, लाइफ क्वाड सेसन। लाइफ क्वाड सेसन यो चाहिँ 3 टाइम हुन्छ। कुन कुन टाइम भन्दाखेरि बिहानको 10 बजेदेखि 11 AM होइन, 5 बजेदेखि 6 PM, त्यस पछाडि 10 बजेदेखि 11 PM, 3 टाइम हुन्छ है। यो चाहिँ लाइफ हुन्छ। त्यहाँदेखि भाद्रको 1 गतेदेखि 31 गतेसम्म होल सिलेबस फेरि क्वाड सेसन पनि कम्प्लिट हुन्छ। दादा क्वाड र PYQSमा के फरक छ? PYQS भनेको सबै पार्सियल कुराहरू आउँछ। के भन्दाखेरि सीमा सोधेको, आइएममा सोधेको, एमओईमा सोधेको होइन, केयुमा सोधेको, PPKSमा सोधेको सबै नै आउँछ, सबै नै हाइकेले पढाउँछ, बुझौ? भाद्रमा के गर्ने, क्वाड सेसन हुन्छ। यो क्वाड सेसन भनेको चाहिँ के, एक्सपेक्टेड क्वेसन्सहरू ल। क्वेसन्स कसले गराउँछ यो, हाम्रो मेन्टर्सहरूले। एक्सपेक्टेड क्वेसनहरू कस्तो हुन्छ त ल, एक्सपेक्टेड क्वेसन कस्तो हुन्छ होला जस्तो लाग्छ तिमीहरूलाई? हामी त अब टिचर्स हो होइन, स्कलर्स पनि हो। अब तिमीहरू भन्दा त हामीलाई वेल एक्सपिरियन्स छ
होइन, कुन क्वेसन यो च्याप्टरबाट आउन सक्छ भन्ने छ। त्यो त्यही च्याप्टरबाट आउने जुन च्याप्टरबाट एक्सपेक्टेड क्वेसन्सहरू छ त्यो हाम्रो क्वाड सेसनमा गराइन्छ है। अब असोजमा के हुन्छ भन्छु भने 1, 2, 3 गते केही पनि हुँदैन है, आफैले रिभिजन गर्ने, जे गर्न मन लाग्छ गर्ने। 4, 5, 6, 7 गते होल डे होल सब्जेक्टको रिभिजन हुन्छ। जस्तै 4 गते होल बोटनीको रिभिजन हुने भयो होइन, त्यसै गरी 5 गते होल जियोलोजीको, होल फिजिक्सको, होल केमिस्ट्रीको, यो तिमीहरूलाई त्यतिखेर अपडेट भइ नै हाल्छ। त्यसलाई 8, 9, 10 गते 8, 9, 10 गते चाहिँ 8 गते होल बायोलोजीको पिवाइकेस र क्वाड हुने भयो भन्नाले पिवाइकेस र क्वाड त हामीले दादा यत्रो गरौँ त यिनै होइन भनेर भन्छौँ भने हो गरौँ, तर त्यसमा त अब एकदम धेरै ह्युज एमाउन्टमा गरौँ होइन। अब एक्सबाट पनि छुट्याइन्छ क्या, कुन चाहिँ आउन सक्ने चान्स छ हाई, त्यो चाहिँ एउटा हाई चान्सेस भएको त्यसलाई छुट्याइन्छ अनि त्यसलाई गरिन्छ। बुझौँ होला। अब 9 पनि त्यस्तै भयो, फिजिक्सको केमिस्ट्रीको हुने भयो बुझौँ। अनि 10, 12, 11, 12, 13, 14, 15, 16, 17 गते के हुन्छ दादा भन्छौ भने अब त तिमीहरूको इक्जाम नजिक आइसक्यो। हेर त यहाँ 18 गतेदेखि त तिमीहरूको इक्जाम छ, 3rd विकदेखि होइन त हाम्रो इक्जाम, 1st, 2nd, 3rd यो होइन, यो उतैकै गरिन्छ क्या, यसरी गर्नुपर्छ। विक भनेको त सन्डेदेखि स्टार्ट हुन्छ नि त, सो सन्डेदेखि गर्नुपर्छ क्या बुझ्यौ। 3rd विक भनेको 18 गतेदेखि हुन्छ बुझ्यौ। अनि 11, 12, 13, 14 गते चाहिँ डिफ्रेन्ट इन्स्टिट्युटहरूले लाइक अब इडी होइन, इएन सबैले अब वान सटहरू गराउनु थाल्छ क्या। अनि हाइकेरमेन्टहरूले त्यसको लिङ्क राखिदिएको हुन्छ। अब अरू भएको भए तिनीहरूले चाहिँ के भन्थे भन्दाखेरि हाइकेरले यत्रो पढाइसक्यो पढ्नु पर्दैन होइन, अरूहरूले हामीले यति पढाइसक्यो पढ्नु पर्दैन, अरूहरूको हाम्रो हेर न भइगयो नि त भन्छन् होला। तर हाइकेरले अब जहाँ तिमीलाई बेस्ट हुन्छ होइन, हामीले हाम्रो टाइममा के गरेको थियौँ त, के गर्दा चाहिँ हामीलाई बेस्ट भएको थियो त्यही कुरा हामीले रिकमेन्ड गर्ने हो क्या बुझ्यौ। रिकमेन्ड गर्ने यो उत्तिकै अरू त क्लासेस हो, अरू क्लास हो, बट हाइकेयर के हो मेन्टर हो बुझ्यौ। मेन्टर भनेको के हो गाइड गर्ने सबै कुरा है बुझ्यौ। 18, 19, 20 गते अब कुनै पनि सरको जस्तै फिजिक्सको लागि को बेस्ट छ त इडीबाट इएनबाट अन्जन दाई होइन, अन्जन दाईले गराउँदा थिएँ म तिमीहरूलाई भन्छु टक्क हेर है, आज यसको यो सरको छ हेर। अब 19 गते कुनै अब इडीको टिचरले गराएको थिएँ, यसको हेर भन्छु म लाइभ है। अब त्यस पछाडि 12 गते भनेको छ, 18, 19 गते भनेछु है। यस्तै अब गर्दा अब कुनै बेला सबै गरेर हुन्छ उनीहरूको हेर्ने क्या बुझ्छ। तिमीहरू त मभन्दा नि एक्सपर्ट छौ किनकि तिमीहरू अझै सी प्रिपरेसन गरेको, डिफ्रेन्ट ठाउँबाट पनि तिमीले फलोअप गरेको होला डिफ्रेन्ट इन्स्टिट्युटहरूलाई, उहाँहरूको हेर्दा पनि भयो है। अब 18 गते त हाम्रो इक्जाम, त्यसै तिमीहरूलाई बेस्ट अफ लक है त। कसरी पढ्ने के गरी पढ्ने बुझौँ। न्यू ओल्ड जो पनि जोइन गर्नुहुन्छ सबैलाई यही नै हो ल, ओल्ड ड्रपर हुनुहुन्छ न्यू ड्रपर हुनुहुन्छ सबैलाई यही नै हो। फ्रेसरहरूकै छ चलिरहेको छ, उनीहरूलाई थाहा छ उनीहरूलाई कसरी पढ्नुपर्छ भनेर सबै गाइडेन्स भइसकेको छ। न्यू ओल्ड जो पनि जोइन गर्नु, न्यू हो कि ओल्ड हो थाहा भएन है, छैन दादा मैले केही पनि स्टार्ट पनि गरेको छैन, डोन्ट वरी। हाइकेयरको वान सट एकदम डिपमा हुन्छ, मजाले गाइड गरिएको हुन्छ। 1-2टा भिडियो हजुरले हाम्रो युट्युबबाट पनि हेर्न सक्नुहुन्छ कतिको डिप हुन्छ के हुन्छ भनेर, पुरै ट्रिकले भरिपूर्ण हुन्छ होइन। मजाले एक्सप्लेनेसन पनि गरिएको हुन्छ बुझ्यौ, एक्सप्लेनेसन पनि हुन्छ, सबै कुरा हुन्छ, मस्त हुन्छ ल, सबै कुरा हुन्छ यसमा हाइकेयरको ट्रिक एक्सप्लेनेसन सबै हुन्छ है।